तपाईँहरू पनि आफ्नो गार्डनमा यस्तै राम्रो रोज फुलाउन चाहनुहुन्छ भने हाम्रो यो भिडियो लास्टसम्म हेर्नुहोला। किनभने म तपाईँहरूलाई यो रोज र यस्तै रोजहरू चाहिँ कसरी यस्तो मजाले फुलाउने भनेर भन्न गइरहेकी छु। वेलकम छ हाम्रो च्यानलमा। रोज मन नपर्ने त को होला साथीहरू है। यो रोज चाहिँ कस्तो अचम्मको हुने के। यसको चाहिँ बचिलो हुँदाखेरि यस्तो हुने, अनि त्यसपछि फक्रिँदाखेरि फेरि यस्तो राम्रो हुने, अनि यस्तो बचिलो पनि कस्तो राम्रो हुँदै जाने के। हाम्रो लाइफ जस्तै छ कि यो सानो मुन्टा हुन्छ, त्यसपछि राम्रो खिल्छ, अनि त्यसपछि हामी मुर्झाउन थाल्छौँ। यसले हामीलाई त्यस्तै सिकाउँछ कि हाम्रो लाइफको कठिनाइहरू पनि यो रोजको थर्न्सहरू जस्तै हुन्छ। यो रोजलाई देख्दा चाहिँ मलाई एकदमै लाइफको रिकलेक्ट हुन्छ कि। हुन त सबै फुलहरू नै त्यस्तै हो है, सबै जे कुरा पनि त्यस्तै हो, तर पनि रोजलाई देख्दा अझ बढी हुन्छ। अब चाहिँ गफ नै बेसी भयो कि जस्तो लाग्छ मलाई। अब चाहिँ हामी छिटो छिटो रोजलाई कसरी यस्तो राम्रो बनाउने भनेर जाउँ है। हामीले रोज चाहिँ विन्टर सिजनमा युजली फुलिरहेको हुन्छ रोज है, अनि त्यसपछि पानी नपर्दासम्म यो मजाले फुल्छ, अनि पानी पर्न थालेपछि यसको पातहरू चाहिँ झर्दै झर्दै जान थाल्छ। अनि जब चाहिँ मनसुन सिजन हुन्छ, मनसुन सिजनमा चाहिँ यसको ग्रिन पार्ट्सहरू चाहिँ बढ्दै बढ्दै जाने हो, अनि त्यसपछि विन्टर सिजनमा आएर चाहिँ हाम्रो यसले चाहिँ फुल्दिने हो। अनि रोजलाई चाहिँ हामीले चाहिँ या चाहिँ फागुनतिर या चाहिँ रेनी सिजन भएको बेलातिर होइन, साउन असार साउनतिर चाहिँ लगाइसक्नुपर्छ विन्टरमा फुल खिलाउनको लागि। त्यतिखेर चाहिँ यसको रुटिङ सिस्टम अलि मजाले हुन्छ, अनि त्यसकारण यो मजाले रुटिङ गर्छ। अनि त्यसपछि जब विन्टर लाग्न सुरु गर्छ है, असोजको बेलातिर, त्यति बेला चाहिँ हामीले यसको प्रुनिङ गर्नुपर्छ। प्रुनिङ कसरी गर्ने भन्ने पनि म यो भिडियोको लास्टमा भन्न गइरहेकी छु। अनि यो रोजहरू चाहिँ दुईवटा खालको हुन्छ है मेनली। एउटा चाहिँ इन्डियन रोज हुन्छ, जुन चाहिँ हामीले बच्चाबाट देख्दै आएको यो काँडे काँडे रोजलाई चाहिँ इन्डियन रोज भन्छ होइन। अनि आजकल देखिन थालेको यो सानो सानो रोज हुन्छ नि, अलिक सानो काँडा भएको या काँडै नभएको खालको रोजहरू चाहिँ यिनीहरू चाहिँ इङ्ग्लिस रोज हो है। इङ्ग्लिस रोजहरू पनि हुन्छ, तर यो इन्डियन रोजमा चाहिँ अलि बढी चाहिँ यसको बास्ना आउँछ, मलाई चाहिँ त्यस्तो फिल हुन्छ। यो चाहिँ हाम्रो ठ्याक्कै भन्नुपर्दाखेरि यो चाहिँ इङ्ग्लिस रोज हो है। अनि हाम्रो त घरमा बच्चा छ, यस्तो रोज त कसरी लगाउने भन्ने लाग्छ भने साथीहरू, यसमा पनि यसको वे छ है। हामीले चाहिँ यो ब्रिटिस रोज चाहिँ लगाउन सक्छौँ, किनभने यसमा काँडा कम हुन्छ अनि राम्रो पनि देखिन्छ। त्यसकारण घरमा बच्चा हुँदाखेरि पनि ब्रिटिस रोज चाहिँ मजाले लगाउन सकिन्छ। रोजलाई चाहिँ कसरी धेरै फ्लावर दिने रोज बनाउने भनेर म हजुरहरूलाई भन्न गइरहेकी छु। रोज चाहिँ अलिकति सनलाइट लभर हो होइन। यसलाई चाहिँ दिनमा 5-6 घन्टा चाहिँ सन हुने ठाउँमा राख्नुपर्छ। अनि यसको पानी हाल्नुपर्छ नि। यसलाई पानी हाल्दाखेरि चाहिँ दिनदिनै पानी हाल्नु हुँदैन कि। माथिपट्टिको सोइल चाहिँ अलिकति ड्राई भइसकेपछि मात्र पानी हाल्दाखेरि यो राम्रो हुन्छ। अब यसको पटमा पनि हामीले यसलाई लगाउन सक्छौँ र डाइरेक्ट जमिनमा पनि गाड्न सक्छौँ, त्यसकारण त्यति आत्तिनु पर्दैन। अनि साथीहरू जति बढी प्रुन गर्यो त्यति नै धेरै फुल हुन्छ है यो रोजमा चाहिँ, किनभने त्यति नै धेरै ब्रान्चेस आउँछ। साथीहरू प्रुनिङ गर्नको लागि चाहिँ एउटा चाहिँ सफ्ट प्रुनिङ हुन्छ होइन, एउटा चाहिँ हार्ड प्रुनिङ हुन्छ। सफ्ट प्रुनिङ भनेको चाहिँ अलिकति थोरै यो हाँगाहरू चाहिँ अलिक सफ्ट हाँगाहरूलाई काट्ने भनेको चाहिँ यस्तो यस्तो काटियो भने चाहिँ हामीले अब सफ्ट प्रुनिङ भयो, अनि थोरै काट्यो भने पनि सफ्ट प्रुनिङ हुन्छ होइन। अब हार्ड प्रुनिङ भनेको चाहिँ अलि धेरै ठुल्ठुलो ब्रान्चेसहरूलाई काट्नेलाई चाहिँ हार्ड प्रुनिङ भन्छ कि। अनि यसमा चाहिँ अब हामीले चाहिँ सफ्ट प्रुनिङ गर्न गइरहेछौँ, किनभने रोज चाहिँ त्यस्तो धेरै ऊ चाहिँ छैन। यसमा चाहिँ प्रुनिङ गर्दाखेरि चाहिँ एउटा, दुईवटा, तिनवटा हाँगा है, योभन्दा तल यहाँतिरबाट काट्यो भने चाहिँ हाम्रो चाहिँ मजाले हुन्छ। यहाँबाट यसरी काट्ने हो है। हेर्नु है साथीहरू, यसरी काटिदियो प्रुनिङ। अब यहाँबाट चाहिँ दुईवटा हाँगा पलाउँछ क्या। जस्तो यो प्लान्ट पनि मैले अलि अस्ति नै प्रुनिङ गरेको थिएँ। प्रुनिङ गरेर यो एउटा हाँगा, यो अर्को हाँगा, यो अर्को हाँगा चाहिँ पलाएको थियो। अब चाहिँ मैले यसलाई पनि काटिदिएको छु। अब यसको पनि एउटा, दुईवटा, तिनवटा है, यस्तो यस्तो ठाउँबाट काट्यो भने अझ बढी चाहिँ हुन्छ। यसरी हामीले प्रुनिङ गर्नुपर्छ। ल है साथीहरू, तपाईँहरू पनि यस्तै रोजहरू चाहिँ लगाउनुहोस् र आफ्नो मन परेको मान्छेलाई रोज गिफ्ट गर्नुहोस्। रोज डेमा चाहिँ हाम्रो रोज पनि ट्याक्क रेडी भएर बसेको हुन्छ है साथीहरू, लगाइहाल्नु होला। लास्टसम्म बस्दैन भएकोमा थ्याङ्क यू। मन पऱ्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला है। थ्याङ्क यू।